हेलो एभ्रिवान केल्डेन दुजिला आम ब्याक आज चाहिँ हामी जाँदैछ आज मिलिङको घुम्ने पार्ट 2 हो यो हो सो आज अस्तिको ब्लगमा हामी गएको थियो यता जो चाहिँ यता फ्याक्ट्रीहरू छ आज चाहिँ हामी जाने हो यता सो लेट्स गेट इन द भिडियो अब मैले कहिले पनि सोचेको थिइनँ कि यो जग्गामा चाहिँ यस्तो हुन्छ भनेर म त आई वाज लाइक वाट द हेल इज गोइङ अन भनेर सोचेको थिएँ क्या अब म हिँड्दा हिँड्दै एउटा यस्तो व्यक्तिलाई भेटेँ कि उनको कहानी सुनेर कसम भनेको यस्तो इमोसनल भएको थिएँ कि म त भएको थिएँ कि वाट द हेल इज गोइङ अन भनेर। अनि हामी चाहिँ खास गरी 4 नम्बर प्लान जाने थियो हो, तर हामी चाहिँ अलिक अगाडि बढेर चाहिँ एउटा यस्तो यो जग्गामा पुग्यो म त आई वाज लाइक के सुन्दैछु हो भनेर यस्तो भएको थियो। सो हामी थियो आमा, म, आनाना सिंह, दिपेना सिंह, पापा, पेरेन्डी, सुषमा म्याम, गङ्गा म्याम र लासिङ म्याम। लु लासिङ म्याम, सुषमा म्याम, गङ्गा म्याम, आनाना सिंह, दिपेना सिंह, आमा, गङ्गा म्यामहरूलाई, सुषमा म्यामहरूलाई याद थियो कि यो चाहिँ यस्तो रहेछ भनेर। अब को भएको थियो? म, पापा र पेरेन्डी हो। सो हामी 3 जना चाहिँ मतलब सक भइदिएको थियो कि यो के चल्दैछ भनेर हो। तपाईँहरू पनि मिस आउट नगर्नुहोस् हो, प्लिज यो भिडियो पुरा हेर्नुहोस्। यो पुरा मतलब तपाईँलाई पनि जो शिव भगवानको उयो हो भक्त हो तिनीहरूलाई पनि थाहा हुन्छ कि यहाँ के भएको थियो भनेर हो। तर त्योभन्दा पहिला चाहिँ यो जो अङ्कल हुनुहुन्छ नि उनको कहानी सुन्नु कि त्यहाँदेखि थाहा हुन्छ तपाईँलाई रियालिटी अफ दार्जिलिङ। यो यता कमन बन्द भएर साह्रै दुःख चल्दैछ है, दुःख हुँदैछ है अनि यताको त्यो यता गर उता गर गरेकै मर्छ, पाउनु खानु केही पनि छैन। कमन बन्द भएर है। अन्त कमान बन्द भएको त कति वर्ष यो दार्जिलिङ डिस्ट्रिक्ट भएकोमा कतिवटा कमान चाहिँ बन्छ। अन्त बिचराहरू लो त्यो त भयो मरदहरूको घरमा लो छोराहरू हुनेको घरमा त राखापाखा गरेर बजारतिर गएर यताउति गरेर रोजगारी यसो चाहिँ अन्त बिचरा त्यो औरतहरू मात्र भएको घरमा के गर्नु लु भन्नुहोस् न। हजुर अन्त सक्छ बिचरा औरतहरूले, बिचरा त्यो बुढाबुढी भएको मान्छेहरू आमा छोरी मात्रै घरमा अन्त के गर्दै होला, कसरी खाँदै होला। अन्त यता गर उता गर गरेकै मर्छ हो कि होइन। हजुर अब हस्पिटल जानु पऱ्यो भने अस्ति हाम्रो ओखडा एकजना भाइ छ कि नेपाल भन्ने गुरुङ हो। हजुर त्यसलाई ओखडा उता कता भ्यालु रोक्यो, अन्त 4 लाख हो कि 5 लाख लाग्यो। अन्त त्यत्रो पैसा चाहिँ कहाँबाट निकाल्नु हो कि होइन। एउटा भन्नुको मतलब चाहिँ के हो भनेर भन्दाखेरि एउटा गभर्मेन्ट सर्भिस नोकरी भएको एउटा कुरो हो कि। हजुर अन्त कमानको अवस्था यता गर उता गरेकै मर्छ। अब ब्याङ्कमा जानुपर्छ के भन्छ भनेर भन्छ हेन भएन तेन भएन भन्छ, आफ्नै पैसाको लागि दुःख पाउनुपर्छ हो। अन्त म त कतिखेप यो रम्बुको बाटो नि हजुर रम्बुको बाटो हिँडेर आउनु परेको छ। अन्त कतिखेप अन्त यो भएन त्यो भएन भनेर भन्छ। त्यो त्यसो भने त त्यो आफ्नो पैसा हो नि त हजुर हो कि होइन भन्नु। हजुर अन्त सबै घुसै खाने मात्रै हुन्छ। म त सिधै छ कुरा हो कि होइन भन्नुहोस् त। हजुर हो त्यहाँदेखि के पो भन्छ भनेको त साहबको एप्लिकेसन लेखेर ल्याउनु अरे सिग्नेचर गरेर ल्याउनु अरे आफ्नो पैसाले। अन्त मेरो पाला साहबलाई एप्लिकेसन गर्नु लाएँ हो, हजुर सिग्नेचर गर्नु लाएँ लगेँ। हजुर अन्त त्यहाँदेखि दियो, हजुर त्यहाँदेखि दिएन। त्यहाँदेखि कागझोडमा हाम्रो एनजिओको फोटो ठुलो छ हो। हजुर अन्त त्यो एनजिओको फोटोकोमा जाँदाखेरि मलाई के भन्यो भने त्यो एनजिओ तेरो कागजपत्र पेन्सिलको कागजपत्र कति छ त्यो सबै लिएर आयो। मेरो पालो सबै गरेको हो। अन्त पिएफ अफिस गयो। अन्त भरे भयो त अन्त यस्तो साह्रो दुःख हुन्छ। अब तपाईँले त्यो पिएफ अफिसरले के भन्यो त? पिएफ अफिसरले के भन्यो?
यस्तो हुने त अब सुनादा गयो हो सुनादा स्टेट ब्याङ्कमा हाम्रो पेन्सनको पैसा पाउँछ एसबिआईमा हो कि होइन अन्त त्यहाँको म्याडमहरूले के भनेको भन न साहेबको आफ्नो पैसाको लागि साहेबको एप्लिकेसन लेखेर ल्याउने अरे सिग्नेचर गरेर त्यो होइन त्यो खासमा त्यो कुरा होइन कि त्यो बन्द भएको कमनमा चाहिँ एप्लिकेसन लेखेर चाहिँ कसरी त्यो तपाईँले कुन चाहिँ साहेबलाई एप्लिकेसन गर्नुहुन्छ तपाईँले यहाँ सुन न त्यति बेला चाहिँ होइन नि त्यति बेला चाहिँ कमन चल्दैछ नि त चल्दा चल्दा चाहिँ त्यसो भनेको हो अन्त चल्दा चल्दा त्यसो भने अब बन्द भएको कमान त कुन चाहिँ साहेबले गर्छ साहेब त हुँदैन चल्दाखेरि चाहिँ त्यो हुन्छ त्यहाँदेखि उयो कागजहरूमा हाम्रो फोटो छ गुरुङले हो तर हेर्नुहोस् अब बिचरा अब दुःख जस्तो अब गरिब दुखीहरू अब सबै त गरिब दुखी हो होइन सबै गरिब दुखी हो कमान बन्द भइरहेको छ तर यसो दुःख काम त चलाइरहेको छ घर गृहस्थी चलाइरहेको छ हो तर त्यो कारणले चाहिँ अब तपाईँहरूले चाहिँ अब कन्भिन्स गरिदिनु हो होइन अन्त त्यस्तो खालको हुन्छ अन्त खोइ न चाहिँ यता गर उता गरे चाहिँ मर्छ कमान बन्द अन्त अहिले दार्जिलिङ डिस्ट्रिक्ट भरिमा कतिवटा कमान के भन्छ बिचरा लो मरदहरू भएकोमा छोराहरू भएकोमा चाहिँ उता बजारतिर बिगा ठिगा गरेर ल्याएर खान्छ तर ल्याउनेले पो ल्याउँछ यसो खानेले त कहाँ हुन्छ आधी पैसा बाटोमा सकेको हुन्छ हो यसो खानेको त नभन्नु अन्त त्यस्तो हुन्छ अझ भन्नुहोस् अन्त त्यहाँदेखि त्यस्तो हुन्छ हो होइन त्यस्तो दिनु भएन छोराहरू छोरीहरू भएको घरमा बिचरा चाहिँ अघि मैले भने न हजुर त्यो बोजू बाजे भएको घरमा बिचरा के गर्नुहुन्छ अब कतिले लोभ गर्छ अत्याचारको भरे लास्टमा चाहिँ के हुन्छ भन्दाखेरि आमाको पेटबाट जन्मिँदा खाली हातै आएको हो खाली हातै जानुपर्छ पाउने खाने केही लाँदैन त्यसलाई छोडिजानु अन्त एउटा कात्रो लगाइदिएको हुन्छ भरे त्यो खाटामा लगेर त्यो कात्रो पनि स्याहारिदिनु खोइ के भयो अन्त मान्छेको जिन्दगी के छ भने सबैसँग राम्रो प्रेम गर मिलमिलाप हो मिलमिलाप गर यही नै हो जिन्दगी केही छैन हो केही छैन अघि भानिस के छ र अब मेरो भानिस हो उसको बाबा पनि बित्नु भयो बिचरामा के गर्नु आमा पनि बित्नु भयो नआइरहेको कति त त्यस्तो हुन्छ कि भानुभक्तको मूर्ति नै भएर दुःख लाग्दो जिन्दगी भएछ हो यता मिलिङमा उयो कमान बन्द भएर हो जस्तो तपाईँले सुन्नुभयो अहिले मलाई पनि पुरा दुःख लाग्दैछ हो बिचरा हेर्नुहोस् त काम नपाएर ढुङ्गाहरू फुटाउँदै बेच्दैछ भन्छ साह्रै दुःख लाग्दछ जिन्दगी उता बजारतिर त्यो राम्रो मान्छेहरू छ नि खुसी राख्छ मान्छेहरू तर यहाँ आएर चाहिँ हेर्नुहोस् यो हो रियालिटी दार्जिलिङको कमान बन्द भएर त तर बिचरा बुढो रहेछ हो भनिहाल्छ सो हेलो म्याम ठिकै हुनुहुन्छ सो यता चाहिँ ब्रिज रहेछ हो अनि अलिक यता आउँदाखेरि चाहिँ यता म्यामको चाहिँ दोकान रहेछ हो यता समोसा चायहरू पाउँदो रहेछ अनि अझै के पाउँछ यहाँ पाउँछ मोमोहरू मासुहरू सबै कुरा पाउँछ चिकन छ भैँसीको सुकुटीहरू सबै पाउँछ I see. So hello guys. So अहिले म आएको छु यता 4 नम्बर बिचमा हो जस्तो तपाईँहरू हेर्नुहुँदैछ हो अनि यो ब्रिजले चाहिँ यहाँ हामी जहाँ उयो बस्दैछ नि गाउँ जहाँ मिलिङ बस्दैछ नि त्यो दिनको उता उयो पारी देखाउँछु नि क्या यो पारी त्यो चाहिँ यहाँबाट चाहिँ कनेक्ट हुँदै भन्दैछ अनि पापाहरू यो जाँदो रहेछ
अनि यही ब्रिजको पछाडि चाहिँ तपाईँहरू हेर्नु सक्नुहुन्छ यता चाहिँ मन्दिर छ अरे ए जस्तो तपाईँहरूले हेर्नु सक्नुहुन्छ अनि दिपेना सिंहले भन्नुहुन्थ्यो त्यो कि छ नि एउटा मतलब यो बनिसकेर चाहिँ एउटा म्यानेजरले छ नि पहिला एउटा म्यानेजरले छ नि यहाँ ब्रिजदेखिको यताउता चाहिँ जिप्सी गाडीले चाहिँ यो हिँडेको थियो अरे भन्दै थियो अहिले पापाहरू उता जाँदैछ आमाहरू त अहिले टाइम लाग्छ होला किनभने यो अहिले पढाइ छ भन्दै थियो अझै माथि जानुपर्छ झन्डाले यता लड्नु पनि पारिदिएको थिएँ म यता चिप्लेर उताबाट यहाँ ब्रिजबाट आएर पो भन्छ अब खिच भनेर फेरि यो कालो जानुपर्छ के टिप्नु भएको गङ्गामा ए मलाई के टिपेको अरे अमला यो चाहिँ पानी अमला अरे हो अनि यसमा चाहिँ डायबिटिसको दबाईहरू एकदम राम्रो छ हामी चाहिँ नि आफ्नो माइती गाउँ आएको छौँ हौ 4 नम्बर है 4 नम्बर हो शङ्खेढुङ्गा मन्दिरको दर्शन गर्न फलेको बाप्रे अनुष्का म्याम यता आउनुहोस् म्याम चाहिँ नि उहिले म्यामहरू अब पहिलाको टाइममा चाहिँ यहाँ चाहिँ झलललल बत्ती बल्थ्यो अरे होइन बत्ती बलेको जस्तो जङ्गल जस्तो जङ्गलमा अब त्यस्तो झललल बत्ती बल्दाखेरि चाहिँ सबैजनाले आएर चाहिँ अब त्यहाँ केही होला भनेर चाहिँ पूजा गर्नु थाल्यो हो यता पूजा गर्नु थाल्यो अरे कि भरे पूजा गर्दाखेरि त एउटा जर्मनको साइड चाहिँ यहाँ आएको थियो नि त ब्रिटिस जर्मनी है जर्मनी आउँदाखेरि चाहिँ त्यो साइडले चाहिँ यहाँ चाहिँ चुना लगाइदिएछ चुना मतलब पूजा नगरौँ चुना मतलब सेतो चुना हुन्छ नि सेतो चुना त्यो चाहिँ यो ढुङ्गामा लगाइदिएछ अरे होइन लगाउँदाखेरि चाहिँ त्यो साइड पनि आज लगायो भोलि जस्तो मारिदियो त्यो साइडलाई त्यस्तो त्यो अब त्यसलाई मारिदियो साइडलाई म कटिङ गर्नु अब त्यस्तो भयो इन्सिडेन्ट चाहिँ यो जग्गाको नाम के पो अरे सङ्केत ढुङ्गा ए जस्तो आमाले भन्नुभयो यहाँ यस्तो भएको रहेछ हो पहिला अनि जस्तो तपाईँहरूले यस्तो मूर्ति हेर्नुहोस् नि त यता चाहिँ भन्दैछ कि चाहिँ नि शङ्कर भगवान् चाहिँ यता आउनु भएको थियो अरे भन्दै थियो यता अनि अगर तपाईँ टुरिस्टहरू आउनु भने यता चाहिँ आउनु सक्नुहुन्छ हो यता हो यता यो जस्तो तपाईँहरूले हेर्नु सक्नुहुन्छ को बाटो पनि थियो
हामी आन्दोलन भएर चाहिँ रङ्गुलको बाटो बन्द गर्यो। बन्द गर्दाखेरि चाहिँ हामी यो बाटो चाहिँ हिँड्नु पर्यो। हिँड्दाखेरि चाहिँ हामीले सौदापातहरू चाहिँ यही बाटो ओर्दर गर्थ्यौँ। हामी मिलिङ टु सुनादा चाहिँ यही बाटो गर्थ्यौँ, हिँडेर हिँडुल गर्थ्यौँ। हिँडुल गर्दाखेरि चाहिँ हामीले यो सङ्केढुङ्गामा चाहिँ हामीले डेली देख्थ्यौँ। ए फिरफिरे पुल रहेछ पुतले जस्तो। जस्तै नेचरल अर्ग्यानिक लु माथिबाट आएको चिपचिप बाटो छ। गेट आउट। यो चाहिँ पानी अमला रहेछ कि डायबिटिसको चाहिँ एकदमै दबाई हो। अन्त तपाईँहरूले अब घरमा रोप्नु पनि सक्छ, गमलामा मजाले उम्रिन्छ अरे। गमलामा रोपेर चाहिँ पुरा पाउँछ यो चाहिँ ठोट्ने भरपुर मात्रामा हामीले यो चाहिँ हामीले खै एउटा त खाइदिइहाल्नु त म त्यो आमाला अघि गङ्गा मामले पनि भन्नुहुँदै थियो होइन? भन्थ्यौ गङ्गामा ए हेर्नु यो त एकदम हामी त अब डायबिटिसको यो चाहिँ हामी दबाईहरू त्यो दुनियाँभरको केमिकल मिसाएको चाहिँ नखानु होला तपाईँले। यस्तो ओरिजिनल अर्ग्यानिक खानु होला। अघि ब्ल्याकीले पनि खाएको थियो होइन? घुम्नु आउनु भन्दा त म यो डायबिटिसको दबाई पो लिन गएको जस्तो लाग्यो त। आनन्द सिंहले त यति रुङ्नु भएछ त। यो चाहिँ दबाई हो, ओरिजिनल दबाई हो, यो अर्ग्यानिक है। यो फेरि हामी आइले टिपेर ल्याएको ताजा ताजा फ्रेस ताजा ताजा मिलावट छैन है। जाउँ न। यो चाहिँ पानीको अमला हेरे हो। अब एक खाइदिउँ। जङ्गल हिँड्दा तिर्खा लाग्यो भने यही पानी यही खान्छ हामी पानी नपाए पनि। यसले नै पिसमा लेखिन्छ है। हजुर लु ब्ल्याकबेरी खाइदिउँ। ए रातो ब्ल्याकबेरी पो छ त। बाबाले पनि ब्ल्याकबेरी खानु चलो फेरि हिँड्नु पर्यो। अलग अलग गर्दैछ त। ब्ल्याकबेरी ए ब्लुबेरी पनि पायो? ब्लुबेरी त उतै पाएको हौ विकास आएको छ है। ए त्यही भएको यहाँ पो होला। अब यो डाँडामा चाहिँ उहिले चाहिँ अब बाजे बोजूहरूले चाहिँ भन्थे अरे कि डम्मरू हुन्छ नि, डम्मरू बजेको आवाज चाहिँ आउँथ्यो अरे त्यहाँ होइन। त्यहाँदेखि चाहिँ अब त्यहाँ चाहिँ पक्का शिव भगवान् छ भनेर चाहिँ भन्थे अरे होइन। पहिला डम्मरू बजेको आवाज चाहिँ पुरा सुन्थे अरे यहाँ चाहिँ। अन्त पछि चाहिँ अब बाजे बोजूले भनेको अरे यो शिवजी चाहिँ उडेर चाहिँ अब त्यस्तै भयो नि त त्यति बेला होइन, जङ्गलहरू मास्यो। त्यस्तो हुँदाखेरि चाहिँ नेपाल गयो भनेर बाजे बोजूले चाहिँ भन्थे अरे होइन। अब नेपाल पनि एउटा एकदम के अरे धार्मिक देश हो, त्यहाँ गयो भन्ने अनुमान चाहिँ उनीहरूले लगाएको थियो अरे भनेर चाहिँ बाजे बोजूले भन्थे अरे। अब नेपालमा चाहिँ कहाँ गएर शिवजीले बास गर्नुभयो त्यो चाहिँ अब हामीलाई थाहा छैन। त्यस्तो डमरू चाहिँ बजेको पुरा आवाज आउँथ्यो अरे। यस्तो छतछती चाहिँ यहाँ थियो होइन पहिला चाहिँ। अब अहिले चाहिँ त्यस्तोहरू छैन, सबै उडेर गयो भगवान्हरू पनि। अब जस्तै यो शङ्खेढुङ्गा भन्थ्यो होइन, शङ्खेढुङ्गामा पनि झललल बत्ती बल्थ्यो अरे राति। अब त्यति बेला त न लाइट थियो न केही थियो होइन, तर मान्छेहरूले चाहिँ त्यहाँ आएर चाहिँ पूजा गर्दा चाहिँ शङ्खै भएको ढुङ्गा चाहिँ त्यसरी देखेको अरे नि त होइन। त्यस्तो चाहिँ अब पहिलाको कहानी छ, पहिलाको बाजे बोजूको भनाइ छ। अब अहिले त्यस्तै लाग्छ हामीलाई पनि होइन, तर अहिलेसम्म पनि त्यो शङ्खेढुङ्गा चाहिँ संरक्षण गरेर राखेको छ है मिलिङमा चाहिँ। अब साथीहरू भर्खर जसको आवाज सुन्नु भएको थियो ऊ चाहिँ मेरो आमा हो। अनि उनले चाहिँ साह्रै मिठो भन्नुभयो यो पाहाडको बारेमा हो। अनि जुन चाहिँ तपाईँले अहिले भिडियो हेर्नुहुँदैछ नि त्यो चाहिँ अघि जहाँ म ब्रिज देखाउँदै थिएँ नि त्यो जीव भएको भनेर यताउता गएको भनेर त्यसको चाहिँ तल यो चाहिँ हो। अनि साथीहरू आजको लागि चाहिँ यति नै हो। अनि आई होप कि तपाईँलाई यो भिडियो राम्रो लाग्यो होला हो।
अनि मैले यता पुगेर चाहिँ मतलब शङ्कर भगवानको के हो देख्यो क्या मूर्ति अनि अमेजिङ चिजहरू हो अनि अगर तपाईँले यो भिडियो राम्रो लाग्यो भने प्लिज लाइक गरिदिनुहोस् होला यो भिडियो अनि सेयर गरिदिनुहोस् होला आफ्नो फ्रेन्ड्स फ्यामिलिज अनि सब्सक्राइब गरिदिनुहोस् होला अनि आई विल मेट यु इन नेक्स्ट भिडियो त्यति बेलासम्म ओम नमः शिवाय अनि यो भिडियो हेरेर जानुहोस् है ल ओम नमः शिवाय अहिले अब डल्ले